So, alright, guys, good morning and welcome back to my channel. And यो चाहिँ डे 2 हो किनकि हिजो चाहिँ लाइक हाम्रो यहाँको रोड क्लोज भएकोले गर्दाखेरि चाहिँ हामी जानु पाइनँ र हामीले पर्मिट पनि क्यान्सल गरेँ। अन्त अब चाहिँ म पर्मिट बनाउनको लागि जाँदैछु होइन। म तपाईँलाई अफिस दिएको छु टुरिज्म अफिस सिक्किमको हो, जहाँ चाहिँ पर्मिटहरू बनिन्छ। सो जाउँ है त मोटो ब्लग्स सेटअपमा मिलौँ एकछिन। सो गाइज अब चाहिँ के भयो भन्दाखेरि आज हाम्रो लास्ट डे थियो होइन। अन्त हामी होमस्टे त्यही यो होमस्टेमा बसेको हिजोभन्दा पनि अस्ति। बिस्तारी यो होमस्टेमा चाहिँ हामी बसेको अस्ति। चेक इन चाहिँ तपाईँको 12 तारिक भएको थियो। 12 तारिकको 4 बजीतिर चेक इन भएको थियो। अन्त आज चाहिँ हो तपाईँको 14 तारिक। अन्त आज चाहिँ हाम्रो चेकआउट डेट हो। अन्त फाइनली तपाईँको 20 माइलसम्म चाहिँ बाटो खुलेको छ अरे। त्यहाँसम्मको चाहिँ पर्मिट हामीले पाउँछु भनेर भन्दै थियो। बट होपफुली अब के हुन्छ लेट्स सी, अब हेरौँ होइन। लेट्स होप फर द बेस्ट। अन्त आजको पर्मिट भयो भने चाहिँ हामीले तर 20 माइलसम्म मात्रै हामी जानु सक्छौँ। त्योभन्दा फेरि फर्दर हामी जानु सक्दैनौँ किनकि हेभी स्नोफल भएकोले गर्दाखेरि चाहिँ जुन छाङ्गु लेककोसम्म जर्नी थियो त्यहाँकोसम्म रोड चाहिँ उयो तपाईँको क्लोज गरिदिएको छ अरे। त्यो रिजनले गर्दाखेरि चाहिँ हामीले त्यहाँ अलाउ छैन। सो सबभन्दा पहिला उता जाउँ टुरिज्म अफिस जाउँ। टुरिज्म अफिस गएर त्यहाँ हेरौँ एकपल्ट हो के हुन्छ। त्यहाँ गएर चाहिँ त्यो पर्मिट एकखेप हेरौँ। त्यहाँ पर्मिट बनाएपछि चाहिँ डाइरेक्ट माथितिर लाग्दिनु पर्छ होला किनकि आज हाम्रोमा बेसी टाइम पनि छैन। अन्त 2 माइल गएर पनि हामी आज घर रिटर्न हुनु नै पर्छ जस्तै हो पनि किनकि आउट अफ लो बजेट। अन्त गाइस हामीसँग जुड्नु होला। म तपाईँलाई लास्टमा सबै डिटेल्स भन्छु लाइक खर्च मेरो कति भयो यहाँ आउनु जानु बस्नुमा होइन। अन्त पर्मिटमा स्पेसली किनकि वेस्ट बेङ्गल भेहिकलहरूको लागि चाहिँ पर्मिट अलिक महँगो नै गर्दो रहेछ नि त। वेस्ट बेङ्गल अरू स्टेटको लागि आउट अफ स्टेसनको लागि चाहिँ आउट अफ स्टेटको गाडीहरूको लागि चाहिँ। सो त्यो हो। अन्त अर्को कुरा के भन्दाखेरि चाहिँ यहाँ एकदमै जाडो छ गाइज होइन। यहाँ आउँदाखेरि तातो लुगा ल्याउनु पर्ने रहेछ। लाइक बिलिभ गर्नु हुँदैन होला मैले 3टा प्यान्ट लगाएको छु तर 3टा प्यान्ट मिन्स 2टा टाइज जस्तो स्ल्याक्स जस्तो अन्त एउटा प्यान्ट होइन। अन्त माथिपट्टि चाहिँ 2टा स्वेटर एउटा टी सर्ट त्यहाँबाट एउटा ज्याकेट। तर पनि यतिले थामिरहेको छ। अब माथिहरू पनि कतिको जाडो हुन्छ होइन। अन्त थ्याङ्कफुली वेदर हेर्नुहोस् गाइज एकदम दामी भइरहेको छ। माउन्टेन्स होइन सुपर। अन्त हिजो त लाइक छेउछेउको जग्गाहरू एक्सप्लोर गरेँ। त्यसको पनि क्लिपहरू छ। त्यसको क्लिपहरू पनि म बिचतिर हालिदिन्छु होइन। एउटा कुरा भन्दाखेरि ट्याक्सीमा तपाईँको व्यागनर अल्टो होइन त्यस्तोहरू मात्रै हुन्छ क्या। लाइक तपाईँको उयो सिलगढीमा धेरै लाइक तपाईँको अटो हुन्छ होइन। तर यहाँ चाहिँ तपाईँको के चल्छ भन्दाखेरि अल्टो होइन व्यागनर त्यस्तोहरू चाहिँ यहाँ एकदमै बेसी चल्दो रहेछ। तपाईँको ओम्नी भ्यानहरू भन्दाखेरि पनि बेसी। तर मैले ओम्नी भ्यान चाहिँ यहाँनिर एकदमै कम्ती मात्रामा देखेँ होइन। सो अन्त अरू भन्दाखेरि पनि गाइज यहाँको फुडहरू चाहिँ एकदमै एक्सपेन्सिभ कम्पेरिङ टु हाम्रो गाउँ भन्दाखेरि चाहिँ होइन। किनकि हिल्स भएर पनि होला होइन। अन्त यहाँको सबभन्दा मलाई दामी खाना चाहिँ के लाग्यो भन्दाखेरि थुक्पा चाहिँ गाइज एकदम दामी।
जो पनि आउनुहुन्छ सिक्किम गान्तोक गाइज यु मस्ट ट्राई थुक्पा यहाँको चाहिँ। अन्त अरू त के हो अब इन्जोय गर्दैछु मलाई होइन लाइक के भन्छ भन्दाखेरि सबभन्दा पहिला त त्यहाँ जानुपर्छ। अन्त रोडहरू पनि अब एक दुईवटा अफ रोडिङ रोडहरू छ यहाँ पनि हो। टाउनभन्दा उयो गान्तोक भन्दाखेरि अलिक माथि बसेको छु त यहाँ। अन्त दोकानहरू चाहिँ एकदमै कम्ती मात्रामा हो एकदमै कम्ती मात्रामा छ रहेछ। अन्त प्लस अर्को कुरा चाहिँ के भन्दाखेरि यहाँ तपाईँले उयोहरू चाहिँ बेसी पाउनुहुन्छ लाइक होमस्टे होइन होमस्टे होटेलहरू चाहिँ माथितिर। अन्त उयो अरू भन्दाखेरि पनि तपाईँको मेन टाउन भन्दाखेरि चाहिँ माथि तपाईँको अलिक सस्तो रहेछ। सस्तो भन्दाखेरि नट द्याट सेन्स लाइक 500-600 त्यस्तो होइन अबभ द्याट होइन। अन्त यति हो फर्स्ट उयो जो नयाँ मान्छे आउँछ आफ्नो गाडी लाइक तपाईँको 2 व्हिलर भयो 4 व्हिलर भयो होइन उनीहरूलाई चाहिँ अलिक एक्सप्लोर जग्गा चाहिँ खोज्नु अलिक साह्रो पर्छ किनकि मलाई पनि फर्स्टमा लाग्यो। अन्त के भन्दाखेरि लाइक मैले फर्स्टमा आउँदाखेरि चाहिँ मैले रेकर्ड गर्नु नै पाइनँ क्या। किन भन्दाखेरि लाइक मेरो उयसमा ब्याट्री नै थिएन लाइक क्यामेराको DJI Osmo 4 को ब्याट्री नै सबै डेट भएको थियो ब्याट्री। अन्त त्यसले गर्दाखेरि चाहिँ मैले गर्नु पाएन। सो केही छैन आज चाहिँ म तपाईँलाई इच एन्ड एभ्री डिटेल्स भन्छु यहाँनिर। यहाँ लाइक हरेक जग्गा पेट्रोलको चाहिँ एकदम सुविस्ता। अरू भन्दाखेरि पेट्रोल पम्पहरू चाहिँ एभाइलेबल हुने होइन पेट्रोल पम्पको चाहिँ केही दुखाइ नहुने। अरू गाइज के भन्दाखेरि यहाँको रुल्स एन्ड रेगुलेसन चाहिँ एकदमै स्ट्रिक्ट छ अरू भन्दाखेरि चाहिँ वेस्ट बेङ्गलको हेरी चाहिँ। किनकि हामीले ओभरटेक पनि लाइक रङ साइडबाट हामीले ओभरटेक गर्नु पाउँदैन। रङ साइडबाट ओभरटेक गरेर पनि चलान हामीलाई हुन्छ त्यो पनि भर्चुअल चलान हुँदो रहेछ आजकल नि। मलाई किन साथीले खोजेको थियो भर्चुअल चलान डाइरेक्ट चलान हाल्दो रहेछ क्यामेराबाट हेरेर कसले के गर्दैछ होइन डाइरेक्ट नो रिक्वेस्ट नो वार्निङ नो झन्झट डाइरेक्ट हाल्ने क्या। ओके गाइस अब अलमोस्ट आइपुग्यो होइन आइपुगेर चाहिँ यो रोड चाहिँ दामी छ। माथिको रोड एक दुईवटा डिस्टर्ब छ बट यहाँदेखि रोड चाहिँ एकदम लाइक हेर्नुहोस् होला रोड होइन। अन्त फुटपाथ पनि एकदम दामी बनाइदिइरहेको छ होइन वेल मेन्टेन वेल अर्गनाइज किनकि रोडमा पनि डिस्टर्ब भएन अन्त मान्छेलाई पनि डिस्टर्ब भएन क्या। अब राम्ररी फ्रिली अब हिँड्नु पायो मान्छे पनि प्लस गाडी पनि। यो यहीँ त जाडो भयो गाइस अब माथि त कस्तो जाडो होला। अन्त यहाँ त्यो हर्न मार्नु चाहिँ एकदम प्रोहिबिटेड रहेछ हर्न मार्नु सक्दैन रहेछ गाइस होइन। सो अलराइट गाइस यहाँ चाहिँ पर्मिटहरूको काम हुँदो रहेछ होइन लाइक जो पनि आउट अफ स्टेसनको त्यो यो आउट अफ स्टेटको भेहिकलहरू छ यहाँ हुन्छ पर्मिट चाहिँ। अन्त त्यो पनि तपाईँको ट्राभल एजेन्सीको थ्रुबाट हुन्छ। अन्त मैले त्यो बाइकको यहाँ पार्किङ गरिरहेको छु अन्त म चाहिँ यहाँ कुदिरहेको छु दाले कहिले सकिन्छ भनेर हो। सो एकछिन पर्ख्यौँ होला होइन। ओके गाइस अब यहाँको फाइनली काम साम भइसकेको होइन पर्मिटहरू सबै निस्क्यो। अब त्यही डाइरेक्ट जाने हो माथितिर होइन माथितिर गएर चाहिँ बस्ने हो। अब माथितिर गएर चाहिँ बसेर ब्रेकफास्ट गरेर त्यहाँबाट यही लाग्दिनु पर्छ डाइरेक्ट। यहाँको काम फाइनली भयो होइन। अन्त गाइज अरू के हो भन्दाखेरि चाहिँ
लाइक बिचारा दाले गोदिनु भयो अन्त होइन लाइक चार्ज पनि दाले बेसी लिनु भएन अरूहरूको जस्तो लिनु भएन किनकि अरूहरूको प्राइस एकदमै बेसी लिन्छ त दाले भन्नु हुँदै थियो मलाई त्यस्तो यहाँको उयो लोकल मान्छेहरूले त र अन्त मेरो चिनाजाना भएकोले गर्दाखेरि चाहिँ मैले एकदम रिजनेबल प्राइसमा पर्मिट उयो बनाउनु पाएँ बट थाहा छैन के होला होइन बट तर पर्मिटको प्राइस त कम्ती नै हो तर विथ लोकल्सको छुबाट मात्रै पर्मिट हुन्छ भनेर भनिन्छ नि त सो बिकज अफ त्यो रिजनले गर्दाखेरि चाहिँ पाइनँ बट त्यो केही छैन एटलिस्ट कामसाम भयो होइन पर्मिटको कामसाम भइसक्यो अब के गर्नुपर्छ भनेपछि अब खाजा खानुपर्छ खाजासाजा खाएर चाहिँ लाइक एकछिन रेस्ट गर्नु भनेको छ आफ्टर कहिले अहिले 9 बज्यो 11 बजी 10 बजी भित्रमा चाहिँ त्यो माथिको चेकपोस्ट पुग्नुपर्छ राइट त्यो चेकपोस्ट पुगिसकेर चाहिँ एकछिन बस्नु भनेको छ किनकि अनलाइन पर्मिट पठाइदिन्छु भनेको छ हो त्यो पर्मिट वन्स आएपछि चाहिँ हामीले गो थ्रु गर्नु सक्छौँ सो यस्तै हो गाइज अब जाउँ अब इन्जोय गरौँ हल्का सो यो सनी वेदरलाई अन्त थ्याङ्कफुली लाइक वेदर इज गुड टुडे अन्त सो यस्तो अब हल्का इन्जोय गर्दै जाउँ राइडहरू होइन तपाईँहरू पनि इन्जोय गर्नु होला हल्का मेरो सानोबडे यो राइड सो यहाँनिर देख्नु हुँदैछ बोर्डरपरि यो एउटा बोट माइलस्टोन बोट मेन चाहिँ खाजा पाउँछ अब सबै कुरा भइसक्यो खानपिन होइन सबै बाइकमा ब्यागस्याग प्याक गरिसक्यो अब अन्त हामी चेकआउट पनि भइसक्यो आफ्नो होटेलबाट सो अब त्यही लाग्दैको आफ्नो डेस्टिनेसनतिर सो हामीसँग जोडिरहनु होला होइन अन्त इन्जोय गर्नु होला ब्लगलाई हल्का रमाइलो मान्दै हो सो अन्त वेदर हेर्नुहोस् एकदम दामी भइरहेको छ अन्त के हो भन्दाखेरि हामी त्यही यो बाटो अब जाने हो गाइज अब त्यही सो गाइज यहाँ चाहिँ पास लिनुपर्ने उयो गर्ने होइन पर्मिट चेक गर्ने सो यहाँ यस्तो रहेछ स्क्युज छ एक पेपर मेरो पछि हुन्छ होइन सरी मेरो गल्ती भएछ हजुर बाइक हो म सिलगढी हुन्छ एकदम सर हुन्छ एकदम हजुर हुन्छ सर थ्याङ्क यू सर अलराइट गाइज यो भयो अब त्यही हामी सिधा उतातिर लाग्दिने हो किनकि आज केही छैन अरे नथुला सतुलाहरू केही छैन अरे अन्ली 20 माइल सो आई एम रेडी टु सी वाट इज ओभर देयर मान्छेहरू त किन यति बेसी एक्साइटेड छ अब यो प्लेसको लागि होइन सो एक्सप्लोर गरौँ अन्त यो चाहिँ चेकपोस्टको हेडक्वार्टर रहेछ अन्त यसलाई 3rd माइल पनि भनिँदो रहेछ हो अन्त यहाँ चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ सबै उयो पर्मिटहरू चेक हुँदो रहेछ यहाँ चाहिँ हो अनि सबै अर्डरहरू पनि यहीँबाट आउँदो रहेछ लाइक कहाँसम्म पर्मिट पासहरू उयो एप्लिकेबल हुन्छ भनेर सो यस्तो हो गाइज अब होइन अब जाउँ सिधै अब होइन अन्त अघि त हामी रङ बाटो गएर हनुमान टक हामी पुगेछु अन्त
हनुमानजीको दर्शन पनि भयो। अन्त ठिकै छ। अनि हामी अब अगाडि बढौँ होला, यसो भ्यूहरू हेर्दै जाउँ अब होइन। तपाईँहरू पनि इन्जोय गर्नु होला भ्यू। आई थिङ्क भ्यूहरू त राम्रो छ होला होइन, मैले भिडियोजतिर देखेको थिएँ। सो जाउँ है त अब सिधा सिधी है। हामी हिँड्नुपर्छ होला 2-3 नभए 3-4 मा हिँडौँ अब, जबसम्म अब बाइकले दम तोड्दैन हो। सो गाइज हावाहरू पनि चिसाउनु थाल्यो एकदमै बेसी होइन। फुल्ली प्रिपरेसनमा त आएको छु, तर पनि लेट्स सी के हुन्छ। अघि त साह्रै बेसी एक्साइटेड भएर रङ बाटो गइपठाएको छु हो, तर पनि नो वरिज। हो सिनहरू पनि दामी दामी आउनु थाल्यो होइन। सो यही हो। अन्त यहाँ कश्मीर जस्तो पनि फिल लाग्दैछ मलाई त यो हो। अन्त यहाँ एउटा उयो पनि रहेछ, आर्मी बेस पनि रहेछ यहाँनिर। सो जुम अब सिधै ब्ल्याक क्याट इगल भन्ने उयो रहेछ यहाँनिर, युनिट रहेछ एउटा हो। अनि यहाँको मान्छेहरूको त बिजनेस पनि एकदम भयङ्करै हुन्छ होला कम्पेरिङ टु तल भन्दाखेरि। अन्त यहाँको सप्लाई पनि त आउनु अलिक साह्रो नै छ, किनकि इफ हेभी रेन भयो भने सप्लाई पनि यहाँको बन्द हुन्छ। सो त्यसले गर्दाखेरि यहाँको क्वाइट एक्सपेन्सिभ भएको होला प्राइजहरू कम्पेरिङ टु तल टाउन भन्दाखेरि चाहिँ। वाउ गाइज वाउ, दामी सिनेरियोहरू एकदम दामी क्या। राइट जुम अब सिधै होइन, इन्जोय गरौँ। तपाईँहरू पनि इन्जोय गर्नु होला मेरो ब्लग। अनि यहाँ हेर्नुहोस् तल के दामी भ्यू। तर रोड चाहिँ एकदम पिच होइन, तर सिनेरियोहरू चाहिँ अलिक रिस्की रहेछ नि त, किनकि अलिक हाइट पनि माथि भएकोले गर्दाखेरि होला होइन। सो शिट सुपर। मैले हल्का अब यो जर्नीमा बुझ्दैछु मान्छेहरूले यति बेसी पैसा खर्च गरेर त किन आउँछ भनेर यो भ्यू हेर्नुको लागि चाहिँ क्या। अब यस्तो रिफ्रेसिङ भइरहेको छ गाइज अहिले मलाई होइन, लाइक कसरी एक्सप्रेस गर्नु क्या। अब जति ठुल्ठुलो कुरा भन्दाखेरि पनि त्यो एक्सप्रेस गर्नु नै सकेको छुइनँ मैले। क्या दामी देखेको यहाँ झन्। क्या दामी देख्दै यो हलिँदा फेरि। ओके गाइस अब चाहिँ चढ्नु रहेछ हो। यहाँ एकजना भाइहरूलाई भेटेको थिएँ, त्यो भाइहरूको सपना अरे यो बाइक किन्ने, किनकि यङ्स्टरहरूको पुरा सपना हुन्छ M15 किन्ने, किनकि यसको लुक्स अलिक एट्र्याक्टिभ छ नि त, एकदम स्टाइलिस भएर होला हो। अब त्यो बिस्तारै जाउँ होला, त्यही हत्ता नगरिकन हो। सबै कुरा भइसकेको छ, केही छैन। अब मेन अब 20 माइलमा त्यो एउटा सानो गरे भ्याली छ अरे, त्यो भ्यालीमा हल्का इन्जोय गर्ने, हल्का फोटोसोटो खिच्ने
भिडियो बनाउने रिल्सको लागि हो। अनि त्यति हो गाइज। अन्त रिल्सहरू पनि मेरो आउँछ इन्स्टाग्राममा, डिस्क्रिप्सनमा म लिङ्क दिन्छु, त्यो पनि चेक गर्नु होला। रिल्सहरू एकदम बबाल रिल्सहरू आउँछ अब यो तपाईँको हिल्सको अनि माउन्टेन्सहरूको। अनि जाउँ अब हल्का इन्जोय गरौँ। डर पनि लाग्छ अभियसली, किनकि लाइक यस्तो कलोमा चाहिँ लाइक यो मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो नि त, त्यसले गर्दाखेरि चाहिँ एकदम डर लाग्दछ। अन्त थ्याङ्क गड रोड त्यति स्लिपरी छैन हो। अन्त भर्खर यहाँको भाइहरूलाई सोद्धाखेरि चाहिँ हिजो ड्याममै हिउँ थियो अरे, ड्याममै यहाँनिर। अन्त हल्का उयो हिजो बेलुका पो अरे लाइक हिजो घाम पनि लागेको थियो, त्यसले गर्दाखेरि चाहिँ यो हिउँहरू पिग्लेको अरे। एक्सक्युज मी नभए त आज पनि बन्द हुन्थ्यो अरे। थ्याङ्कफुली यहाँको जुन रोडमा हिउँ भएको थियो त्यो पिग्लेर चाहिँ आज हो एकदम पर्मिट दिएको, त्यो पनि 20 माइलसम्म मात्रै हो, अन्ली टिल 20 माइल। सो गाइस सास फेर्नु पनि कस्तो भयो त मलाई त, अलिक माथि भएर होला। मन्दाकिनी फल्स अरे हाम्रो। अम्बो गाइस यहाँ हेर्नु न, सेटिस के गरेको। अन्त यहाँतिर भ्यू हेर्नु एकदम दामी होइन, बब्बा रमाइलो गाइज। तर डर पनि हल्का रिस्की नै छ एरियाहरू हो। अन्त पछाडि जाउँ होला, धुलो आयो। टर्निङ काट्नु उयो ओभरटेक गर्नु पनि सक्दैन हो, किनकि बाटो अलिक न्यारो छ। सो माथिबाट अचानक गाडी आयो भने चाहिँ उयो हुनसक्छ। सो त्यसले गर्दाखेरि चाहिँ बिस्तारै जाउँ होला। अन्त ट्रकको पछाडि जाउँ। अन्त इफ इनकेस बाटो ठुलो आयो भने चाहिँ लाइक ओभरटेक गर्ने। मन पर्थ्यो गाइज, मन पर्थ्यो। यहाँ हेर्नु न गाइज, के दामी देख्दिएको यार। अम्बो त्यसको उपर झन् ड्याममै हिउँले भरिरहेको रहेछ। एक्सपिरियन्स चाहिँ साँच्ची भनेको नेक्स्ट लेभल गाइज, नेक्स्ट लेभल एक्सपिरियन्स चाहिँ।
गाइस फिल त एकदम बबाल I don't know यहाँ चाहिँ किन जाम भइरहेको छ होइन अन्त के भएको कुनै म त सोचेँ यहाँनिर हेभी जाम छ होला केही न केही हुँदैछ होला भनेर गाइस फिल्स त के हो एकदम दामी गाइस यहाँ यहाँबाट त पोस्टर हो त मेरो बाइक त पोस्टर त द बाइक पोस्ट है हुन्छ धन्यवाद Okay, all right. Guys, टू व्हीलर हुनुको पनि फाइदा यही हो किनकि यहाँ एकदम जाम भइरहेको रहेछ बट हामी चाहिँ एडभान्सिङ गर्दैछु त्यही त क्या रेट लिया है सो गाइस यहाँ चाहिँ मान्छेहरूको इन्जोयमेन्ट सँगसँगै दुःख पनि हुँदैछ यत्रो ठुलो ट्रक आयो त जान्छ होला Get. Hey. जान्छ होला ओके जान्छ भनेर नि चेन नभराइँदो रहेछ नि हेर न अम्बो एकछिन त्यो मेन त्यहाँसम्म जाने हो त्यहाँबाट चाहिँ गाइस के गर्ने हो भन्दाखेरि त्यहाँबाट चाहिँ अलराइट गाइस फाइनली हामी चाहिँ यहाँ 20 माइलमा आइसकेको छु हैन अन्त यो भन्दा फेरि उकालो जाने पर्मिट चाहिँ छैन हाम्रोमा हो सो अब हामी यही हल्का उयो भिडियो बनाउँछु हैन यहाँनिर यहाँ सिन हेर्नु होला त्यहाँ दामी सिन हुन्छ
त्यही तपाईँको एडिडासको उयो लगाएको छु नि त, फोरम लगाएको छु नि त। अन्त यो त्यही यस्तो जुत्ता चाहिँ गल्तीले पनि नहुनु रहेछ, किनकि पुरा स्लिप हुँदो रहेछ यसमा, यो जुत्तामा ग्रिपै हुँदैन रहेछ हो। अनि जाउँ अब अगाडि हेर्दै जाउँ होइन, लाइक भ्यू पनि एकदम दामी छ हो। सो अनि जाम चाहिँ यति बेसी छ यहाँनिर होइन। भर्खर फाइनली हामी चाहिँ बाइक पर पार्क गरेर यहाँ हामी उयो बम्बु ट्रेनमा लिनुको लागि यहाँ हामी आइरहेको छौँ होइन। सो गाइज यहाँ चाहिँ अहिले पानी परेर रड्डी भइरहेको छ हो। पानी पर्दैछ, हिउँ पनि पर्दैछ, प्लस झन् इट्स बेटर कि हामी यहाँबाट निस्किहालेँ हो। बदल्छु अब। ब्याग जुत्ता सुत्ता सबै भिज्ने रहेछ। सो गाइज हामी यहाँ ढिलो आएर के एक्सपिरियन्स पनि लिनु पाइनँ हो। ठिकै छ, अल राइट। बाटोमा हिँड्नु साइड गरेर हिँड्नुपर्छ नि अलिक। नेक्स्ट टाइम आउँदा फेरि चाहिँ गाडीमा होला है। भएछ यो त अन्त। पानी परेर अरू हामी अलिकति ढिलो भयो नि त हो। यहाँनिर अलिक छिटो भएको हो होइन, प्लस पमिट पनि त उयो भयो, ढिलो भयो पमिटले गर्दाखेरि।
अन्त विन्टरमा पनि अल राइट गाइज, फाइनली म घर आइसकेको छु अनि ट्रिपहरू पनि एकदम राम्रो भयो, जर्नीहरू पनि एकदम दामी थियो होइन। अन्त अनफर्चुनेटली लाइक पानी परेर हामी त्यहाँ बेसी इन्जोय गर्नु पाइनँ होइन, लाइक हामीलाई किनकि हामीलाई रिस्क लिनु मन थिएन त। सो त्यहाँ के भएको थियो भन्दाखेरि एक्ज्याक्टली यस्तो भएको, त्यहाँ हामीले पुग्ने बित्तिकै लाइक गमबुट मात्रै हामीले रेन्टमा लिएको थिएँ। जस्तो गमबुट लगाए त्यस्तै पानी पर्नु थाल्यो र अन्त एक दुईवटा सर्टहरू पनि क्लिप गर्नु पाएन किनकि म अलिक रसमा थियो त। सो त्यहाँ हामीले गमबुट लगाउने बित्तिकै लाइक पानी पऱ्यो, अन्त गमबुट हामीले त्यहाँ एक्सचेन्ज गरेर रेन्ट दिएर हामी त्यहाँबाट निस्किहाल्यो। अन्त तपाईँले क्लिप पनि त्यहाँ देख्न सक्नुहुन्छ होइन। सो गाइज ठिकै छ, एक्सपिरियन्स एकदम दामी बग्छ होइन। यस तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला होइन। सो यति भन्दै म भिडियो यहाँ एन्ड गर्छु। सो नेक्स्ट भिडियोमा भेटौँ है त गाइज। थ्याङ्क यू भेरी मच।